हाम्रो नसुबदार दिलीप राई साहब उल्टा हिँड्ने कोसिस गर्नुभएको छ। यो पुरै बाँसको ब्रिजहरू छ अनि हाम्रो एनजे अन्त हाम्रो राई साहबहरू आज पुरा हेप्पी मोडमा हुनुहुन्छ। चेरापुन्जीको यो भिजिटरको दौरानमा यस्तो ठाउँहरू आएको रहेछ। यसरी बाँसले ब्रिज बनाएको तल हेर्नु भने तपाईँलाई डर लाग्न सक्छ, तर तल हेर्ने कोसिस नगर्नु होला। अनि हाम्रो 11 साहब हुने होला फर्दर प्रोग्राम अब आउँदैछ नजिकै विपिन गुरुङ साहब, उहाँ पनि इन्जोय लिनु भएको छ। तपाईँ तल देखाउने कोसिस गर्दिनँ, तपाईँहरू डराउनुहुन्छ। यतिसम्म तल छ, तर यो हेर्दाखेरि तपाईँलाई यस्तो छ, तर डेन्जर छ। यो बाँस कुनै पनि टाइममा टुट्नु सक्छ। यो साप डराएर चाहिँ उल्टा हिँड्ने कोसिस गर्नुभएको छ, अगाडि हेर्दाखेरि डर लाग्यो भनेर। अगाडि गर्दाखेरि एकदम मलाई खुसी लागिरहेछ। एकदम यो कसरी तयार गर्यो यो पुल भनेर हेरेँ। यस्तो खालको यहाँ यो सबै रस्सीले बाँधेर यो सबै बाँसले बनेको यो पुल हो। तल यसो हेर्दाखेरि 50 मिटरभन्दा ज्यादा गहिरो छ यो। र यो एउटा चेरापुन्जी, यो जग्गा कहाँ हो भन्दाखेरि चेरापुन्जी यो विश्वको धेरैभन्दा धेरै यहाँ चाहिँ पानी पर्ने ठाउँ हो। र आज धेरै एउटा यो मौका मिलेको छ यहाँ भिजिट नै भन्नुपर्दाखेरि चाहिँ। र हाम्रो सफर भिजिटलाई चाहिँ एउटा सक्सेसफुल, र तपाईँहरूले पनि एक क्लिक र एउटा सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला। यो